मलाई रक्षा गरेमा त तपाईँको चरणमा आइपुग्नु हिउँ परेको छ चिप्लो बाटो झर्दैछौँ हामी 1 घन्टा जति लाग्छ होला झर्नै 1-1.5 घन्टा 1-1.5 घन्टा लाग्छ चढ्नलाई भन्दा ओर्लिनलाई गाह्रो हो कि ओर्लिनलाई भन्दा चढ्नलाई गाह्रो हो के हो यहाँ 4 घन्टा लगाएर आउने पनि छन् 2.5 घन्टामा आइपुग्यौँ हामी 2 घन्टा अलिक बेसी भनौँ न 2.5 घन्टा जस्तो यो बस्यो भने उभिने होइन हिँडै जानुपर्छ घुँडा खुट्टा काम थालिसक्यो अझ 1 घन्टा झर्नै छ 1-1.5 घन्टा तिमीलाई यहीँनिर गाह्रो भयो क्या तिमी म त्यहाँ बस्न खोज्दाखेरि हिउँ जमाएको थियो नि ल गाइज यो पोइन्टबाट चाहिँ ल गाइज यो चाहिँ ठुलो फेरि बडा माथितिरको यात्रा पाथी भएर माताको दर्शनसम्म यो हुँदा चाहिँ अब हाम्रो यो तलबाट आधी भयो हामी आयौँ ठुलो फेरि आयौँ कहाँ हुनु भर्खरै त क्रस हालेको आयो अब आधा घन्टा ठ्याक्कै यहाँबाट माथि पुग्ने हो भने यो क्रस हालेकोबाट मजाले हिँड्ने यस्तो रोकेर त्यसको लागि 2 घन्टा लाग्छ होइन 3 घन्टा यहाँ त मान्छे 4 बजी हिँडेको मान्छे उहीँ माथि चला पऱ्यो हामी चाहिँ आफ्नै हिँड्यो 3:20 हिँडेर 5:30 जस्तो या 5:40 जस्तोमा पुगेको थियौँ हामी कतिमा 5:30 ट्याक्कै पुगेछ लडाइ होइन त्यो माथिबाट हिउँ झरिरहेको छ कि पग्लेर त्यो ट्रस्टमा माथि भएको धागो अझै बाँकी नै छ त्यसबाटै थाहा हुन्छ नि त एक गोली धागो बोकेर लाउँदै हिँड्यो भने त्यो धागो बोकेर आइरहनु भएको छ त्यो ट्याक्कै सकिन्छ नि गोली होइन यस्तै रहन्छ
के अरे हामी यो चाहिँ ठुलो फेरि भन्छ यस्तै उकालो हो योभन्दा डेन्जर उकालो छ अझ माथितिर गइसकेपछि यो चाहिँ 3 किलोमिटर हो ठाडो उकालो ल ठुलो फेरिबाट तल सानो फेरि पुग्न लाग्छ 2 किलोमिटर होइन अनि त्यहाँबाट आफूले चाहिँ बजार पुग्नलाई बाइकमा लाउँछौँ अप्रोक्सिमेटली 1 घन्टा 20 मिनट 25 मिनट जस्तो त्यहाँ पुग्नलाई लाग्छ हाम्रो चाहिँ हामी बाइक नै लिएर आएको भएर पनि हिजो बेलुका पानी परेर यहाँ हिउँ परेको हुँदा हामीले त्यो ताप्लेजुङबाट भन्ने आधा घन्टा माथि ल्याएर चाहिँ बाइक उकालो चढ्न सकेन हिलोले गर्दा अनि त्यहाँ भन्छौँ गरेर एउटा घरमा राखेर आएको छौँ होइन यो चाहिँ अब के गर्नु त हिँड्नु सधैँ अझ त्यो ठाडो आउँदैछ सर्टकटको लङ कट दुइटा छ यहाँ अब हिँड्नु नसक्ने त्यसो हुँदै सर्टकट बाटो छिर्छन् भने हिँड्न सक्दै ठाडो बाटो छिर्छन् हामी चाहिँ बिहान ठाडो बाटो आएको के भयो खुट्टा कामै हो 3 किलोमिटर सके छैन अझै 2 किलोमिटर अझै हिँड्नै छ कहाँ भनेको बिच बाटोमा माथि गइसकेपछि चाहिँ एक ठाउँमा एकदम गाह्रो हुने ठाउँ छ अनि त्यहाँ हर कसैलाई गाह्रो हुँदो रहेछ त्यही गरेर हो प्रायः जस्तो मान्छे रुने होइन सास अक्सिजन कम हुने अनि धेरै जस्तो चाहिँ त्यहाँ गएर रुगा रहेछ हामीलाई चाहिँ त्यस्तो भएन यहाँ सानोलाई चाहिँ त्यस्तै भइसकेको थियो तै पनि हिम्मत हारेन हिम्मत टुट्ने ठाउँ भनेको चाहिँ त्यही रहेछ कस्तो छ भने त्यहाँ ठाडो उकालो प्लस चढ्ने अनि उकालो पनि ठाडो यतिको पनि होइन पानी खाने त्यो उसमा बसेर धारोनेरि बसेर है त नानीबाट हिँडेको झर्ने 1 घन्टा लाग्यो बिस्तारै झर्दैछ माथिबाट हिँड्न झर्नलाई झन् गाह्रो खुट्टा काट्ने चाहिँ लु लाग्दो बुझ्यो कि फेरि कन्टिन्यू गरौँ ल व्यक्तिहरू जारी छन् भ्लग नभनौँ कुनै प्रोफेसनल रूपमा बनाएको भ्लग चाहिँ होइन ऊ पनि हो हुन्छ सन्देशको पनि यहाँ धेरै मान्छेहरूले भन्छ ए धेरै गाह्रो हुन्छ त्यस्तो होइन संयमित भएर बिस्तारै नबसिकन उभिएर लट्ठीको आडमा मात्र उभिएर भयो भने त्यति गाह्रो हुँदैन चिप्लिन्न छैन थियो अरे होइन बस्दै उभिने बस्ने गऱ्यो भने धेरै नै गाह्रो हुन्छ त्यही भएर नबस्ने सकेसम्म हामी एक ठाउँमा पनि बिसाएनौँ हामी पनि बसेनौँ 3 किलोमिटर चाहिँ हामीले नबसिकन लट्ठीको आडमा मात्र उभिने 10 सेकेन्ड उभिने अनि फेरि हिँड्ने फेरि 10 सेकेन्ड उभिने गरेर पार गरियो होइन अब यहाँ फेरि म अहिले कन्टिन्यू गर्छु हामी यहाँ बस्छौँ अब एउटा ठाडो छ 2टा बाटो छ एउटा तेर्सो र एउटा ठाडो कन्टिन्यू गरेँ मैले फेरि श्रृङ्खलाका मनोरम दृश्यहरू देख्न सकिन्छ माथिको फोटोहरू पनि म राख्दिनँ यो बाटो चाहिँ
तेर्सो खालको बाटो हो भने यो चाहिँ ठाडो होइन है। बिहान राति आउँदा त कता हो कता यो चाहिँ अब कसैलाई गाह्रो हुन्छ भने यो बाटो प्रयोग गर्न सकिन्छ। यो बाटो गएर तल यही बाटोमा जोडिन्छ। यो चाहिँ एकदम ठाडो छ। हामीले बिहान युज गरेर प्रयोगमा ल्याएको थियौँ यहाँबाट। ठाडो बाटो बिहान आएको तल गएर जोडिन्छ नि। यो चाहिँ अलिक निकै नै कठिन अब श्वासको समस्या हुने राम्रोसँग हिँड्न नसक्ने यो चाहिँ प्रयोग नगर्दा राम्रो लाली गुराँसहरू फुलेको छ। अरू माथितिर सेतो लाली गुराँस पाइन्छ भन्ने थियो तर त्यो चाहिँ अब हिमपातका कारणले चाहिँ धेरै झरिसकेका रहेछन्। ठाडो बाटो धेरै पनि छैन, यो थोरै मात्रामा छ तर ठाडो नै छ। अब हामी लगभग ठुलोखेरी आइपुग्नुलाई त्यहाँबाट 2 किलोमिटर तल यस्तै बाटो 2 किलोमिटर तल छ। आएर कति भएर आउने सोचमा हुनुहुन्छ भने चाहिँ बेलुका आएर साँझमा भनौँ 4-5 बजीतिर आइपुगेर ठुलो फेरि आउने 1.5 घन्टा राम्रोसँग हिँड्ने मान्छेलाई 1.5 घन्टा लाग्छ भने बिस्तारै हिँड्नेलाई 2 घन्टा पाउने 2 घन्टा जस्तो लाग्न सक्छ। अनि त्यहाँ आएर बिहान सबैले 3 बजे चाहिँ निस्किसक्नु पर्ने हुन्छ। खानासाना खाने बेलुकाको त्यहाँ बास बस्ने आरामदायक होटेलहरू छन् होइन। खाना पनि अब पहाडी हिमाली भेग भएका कारणले होला सजिलो खानाहरू पाउन सकिन्छ। त्यहाँ चाहिँ जति जति माथि गयो अक्सिजन लेभल कम हुने भएर गर्मी भएको त हुन्छ ज्यानमा ठुलो उकालो उक्लिएको कारणले अब त्यो गर्मी भयो भनेर कपडाहरू तातो कपडाहरू खोलेर चिसो लिने काम चाहिँ अलिक कमै गर्नु होला। त्यसले चाहिँ चिसोले चाहिँ हाइपोथर्मिया जस्तै कसैलाई लु लाग्ने हुँदो रहेछ। त्यो चाहिँ हामीलाई पनि यहाँ थाहा भएको। धेरै जस्तो मान्छेहरू चाहिँ सक्स युज गर्न सकिन्छ। स्लिपरी छ त्यो लगाउन सकिने भनेर चाहिँ त्यो ग्रिपको लागि फ्रिक्सन कम होस् भनेर त्यसरी युज गर्न सकिन्छ। बाटो पसिन सकिँदैन होइन। बिस्तारै आऊ। ठुलो झोलाहरू नबोक्दा राम्रो तल ठुलो फेरिमै राख्ने। सानो फेरिबाट चाहिँ बोकेर ल्याउनु 1.5 घन्टा 2 घन्टाको बाटो चाहिँ बोकेर आउने। यसोभरि मैले 30 किलोको झोला बोकेर ठुलो फेरि आइपुगेको त्यहाँको भिडियोहरू पनि राख्नु। ठुलो फेरि चाहिँ त्यो देखिएको जस्ताहरू देखिएको ठाउँ चाहिँ ठुलो फेरि हो भने त्योबाट तल चाहिँ सानो फेरि पर्छ। बाटोहरू हिमपात बर्खाले गर्दा चाहिँ अहिले एकदम
नराम्रो छ। पहिला चाहिँ बाइकहरू आएर यहीँ पार्किङ गर्न सकिन्छ, सानो सानो फेरिमै पार्किङ गर्न सकिन्थ्यो भने अहिले चाहिँ त्यो अवस्था छैन। यो बाटो चाहिँ तपाईँहरूलाई म कहाँसम्म देखाउन सक्छु भने जोडिएको बाटो छ, यो ठाडो बाटो। यो अहिले ओर्लिँदा जति सहज भयो पनि उक्लिँदा एकदम गाह्रो छ। मेरो लौरी उता काम कि माथि केही पनि पाइँदैन। जे जति कुरा पाउँछ यो ठुलो फेरिसमा मात्र पाउँदैन। यहाँ सबै कुरा एभाइलेबल छ। तातो कपडाहरूदेखि लिएर तपाईँहरूको जुत्ताहरू भिजेको छ भने ट्र्याकहरू ल्याउनु बिर्सिनु भएको छ, ट्राउजरहरू बिर्सिनु भएको छ, पन्जाहरू बिर्सिनु भएको छ, टोपीहरू बिर्सिनु भएको छ भने यहाँ आएर किन्न सकिन्छ। तलको हेरी के अलिक महँगो देख्यो तापनि नेपाली हिसाबमा चाहिँ त्यसलाई पनि सस्तो हुन छैन। यहाँबाट चाहिँ अर्को तेर्सो बाटो हो भने यो चाहिँ ठाडो बाटो। फेरि म पछि कन्टिन्यू गर्ने नै छु। अहिले चाहिँ हामी यो ठुलो फेरीबाट झर्दै हो। यहाँबाट तल ठुलो फेरीबाट माथिसम्म आउँदाखेरि हामीलाई हिजो त्यस्तै 1.5 घन्टा जति लागेको थियो। त्यो पनि त्यो थियो 30 किलोको झोला पछाडि बोकेर होइन। बाटो यस्तो छ, एउटा हिँड्न सकेको छैन होइन। 30 किलोको झोला बोकेर 7 बजेदेखिबाट हिँड्न थालेको। तलबाट हामी ठ्याक्कै 8 बजेर 32-33 मिनटमा माथि पुगेको थियौँ। 30 किलोको ब्याग अनि माथिबाट परेको पानी अनि यहाँ माथि प्लास्टिक ओढेर चाहिँ यो बाटो तय गरेको थिएँ। हिजो त कुन तोडले बोक्यो थाहा छैन झोला, तर आज बोकेर झर्दाखेरि परान गएको छ। त्यही हो, आवश्यकता वस्तु मात्र आफ्नै हो। एकवटा झोला बनाउनु, 2जना आउँदै हुन्छ भने एउटै झोलामा 2जनाको सामान नबनाउनुहोस्, 2टा बनाउनुहोस् अनि र एकवटा बोक्नुहोस्। त्यो गर्नुपर्ने रहेछ। यो ट्रेकिङ ब्यागमा 20 किलोको सामान थियो अनि आज फेरि पर्सा सस्ता त्यो उधार गर्दाखेरि 2 केजी थप्यो होला। 32 किलोको भएको छ। हिँड्न सक्ने स्थिति छैन। यहाँ घोडाले काम गरेको छैन। गाडी आएर तल बसिसक्यो र नर्सरी ल्याउन सकिएन, बिच बाटोमा छोडिदिएको छौँ भनेर नै। त्यहाँबाट आधा 1 घन्टा लाग्छ। ताप्लेजुङको पनि फेद्दी त्यो टुप्पामा आइपुग्नलाई। त्यसको त्यहाँबाट यता आउनेको बिच बाटोमा मोटरसाइकल ल्याएको छ। हिँड्न सक्ने अवस्था छैन। यहाँ बसिसकेको मान्छे, भात पनि थप्पो। गाह्रो छ। ट्रेकिङ भन्ने मात्रै हो, गाह्रो छ। तर मातालाई भेट्दा चाहिँ संसार जितेको फिल हुन्छ। संसार दुनियाँ मैले जितेँ। अब त जस्तोसुकै अब्स्ट्याकल आए पनि होइन, जस्तासुकै समस्या आए पनि जित्न सक्ने क्षमता चाहिँ मिल्दो रहेछ भन्ने थाहा भयो। जुत्ने भने होइन नि, अप्ठ्यारो चुनौतीहरूलाई सामना गर्न सक्ने भयो नि त। कुनै ठाउँमा अप्ठ्यारो पऱ्यो भने यो अप्ठ्यारो के हो र, यो अप्ठ्यारोलाई सम्झिँदाखेरि त्यो अप्ठ्यारो भुलिन्छ भन्न खोजिएको मात्रै हो। ल गाइस,
अहिले फेरीमा पुगेर फेरि कन्टिन्यू गरौँला। यो चाहिँ पाथी भाडामा त बस्नु भएको ठाउँ हो। त्यो सबसे ठुलो पाहाडको टापुमा हुनुहुन्छ र त्यहाँबाट त्यो गर्दै आएपछि गाडी चाहिँ यहाँसम्म मात्र हुन्छ त्यो तलमा। त्यहाँबाट चाहिँ हामी एकदम कठिन यात्रा गरेर हिँड्नुपर्छ। 5 किलोमिटरको दूरी हो। 1 घन्टामा 1 किलोमिटर